वेलकम टु माई च्यानल आरके ब्लग। म तपाईँहरूकै प्यारो साथी कृष्ण वाग्ले। हिजो बेलुकाको हिउँ परेको, अब बिहान उज्यालो भइसकेको छ। कतिको हिउँ परेछ म बाहिर निक्लिँदैछु, कतिको हिउँ जम्मा भएको छ। रातभरि पनि परे जस्तो छ। म हजुरहरूलाई देखाउन गइरहेको छु है त। भर्खरै उज्यालो भइरहेको छ बाहिर। वाओ मेरी बास हेर्नु सक्नुहुन्छ हजुरहरूले। खुट्टा चाहिँ डुब्ने देखियो है त हिउँमा। यति बाक्लो हिउँ परेको रहेछ। रातभरि पनि परिरहेको थियो, देख्न सक्नुहुन्छ हजुरहरूले। रुखको टुप्पामा पनि हिउँ छ, छानामा पनि हिउँ छ, भुइँमा पनि हिउँ छ, जताततै हिउँ छ। कति बाक्लो हिउँ परिरहेको रहेछ। खत्रै तरिकाले परेछ। म बिहानको 7 बजेको छ अहिले बिहानको 7 बजिरहेको छ। 7 बजी बिहान उठेर हिजो बेलुका अलि ढिलो सुत्यो, त्यही कारणले अलि ढिलो नै उठ्यो बिहान। देख्न सक्नुहुन्छ हजुरहरू हिउँ। खुट्टा डुब्छ है मजाले। जुत्ता लगाएर हिँड्नु मिल्दैन, गमबुट भएपछि हो, नत्र भने त कामै छैन। अब ओर्लेर भुइँमा गएर फोटो खिच्नु त चाँडो बधाई। बवालै पऱ्यो। मौसम अझै पनि सुध्रेको छैन, उस्तै छ। हिउँ फेरि पनि पर्न सक्ने सम्भावना छ। बादल छाइरहेको छ आकाशमा, बादलले टपक्कै ढाकेको छ आकाशलाई। अझै पनि मौसम क्लियर भएको छैन। हिउँ फेरि पनि पऱ्यो भने त अब काम त 1 हप्तासम्म त ठप्पै हुन्छ होला सायद। अब यो हिउँ पग्लिन काम लाग्दैन, काम नलागेपछि हिउँ पग्लिँदैन, हिउँ नपग्लेसम्म काम हुँदैन। स्कुटी चलाउन सकिँदैन यहाँ। गाह्रो छ बुल्गेरियाको आउटडोरको काम चाहिँ। अब काम चेन्ज गर्नको लागि चाहिँ अहिलेसम्म टुङ्गो छैन। फेरि यो बुल्गेरियामा सिङ्गल पर्मिट वर्क पर्मिट चाहिँ सिङ्गल पर्मिटको आउँदो रहेछ। वर्क पर्मिट सिङ्गल पर्मिटको आयो भनेपछि जबसम्म कम्पनीले रिजाइन लेटर दिँदैन तबसम्म काम चेन्ज गर्न मिल्दैन। काम चेन्ज गर्नलाई कि भाग्नु नै पऱ्यो, इलिगल रूपमा बस्नु पऱ्यो। इलिगल रूपमा बस्नलाई कम्पनीले पासपोर्ट र टिआरसी सबै लगेर जाँदो रहेछ। फसियो नि नराम्रो तरिकाले। के भयो अब यहाँबाट अन्तिम उपाय भनेको टाप्सिङ भागेर अन्त जाने नै हो। अब भागेर अन्त जानलाई आफ्नो मान्छे हुनु पऱ्यो। आफ्नो मान्छे कोही छैन, छ भने भनिदिनु होला है साथीहरू। सिङ्गल पर्मिटको वर्क पर्मिट त अब लगभग 1 हप्तामा आइपुग्छ। 1 हप्तामा पर्मिट आयो भने काम जोइन गर्ने भन्ने कुरा हो। स्कुटी पनि आइसकेको छ, स्कुटी पनि ल्याइसकेको छ हाम्रो लागि। अब यस्तो मौसममा कसरी काम गर्ने? जाडो त छैन है, जाडो चाहिँ छैन। अब हिउँ परेर होला, यो हावा नलागेसम्म चाहिँ जाडो हुँदो रहेछ। चिसो हावा चल्छ, कहिलेकाहीँ जाडो हुन्छ, नत्र चाहिँ जाडो छैन। ल हिउँ चाहिँ खतरै पर्दो रहेछ। अब यस्तो हिउँमा चाहिँ काम गर्नु त आउटडोरको लागि त देखिसक्नुभयो होला। नआउनु होला, आउटडोरमा धेरै गाह्रो छ। इन्डोर हो भनेपछि चाहिँ ढुक्क भएर आउनु होला। तर काम चेन्ज गर्ने उद्देश्यले चाहिँ नआउनु होला। काम चेन्ज गर्न मिल्दैन यहाँ। काम चेन्ज गर्नको लागि त अहिलेसम्म अब युको सदस्य हो, युरोपियन युनियनको। अब पछि चाहिँ के हुन्छ थाहा छैन। युले पेल्न पनि सक्छ यो सिङ्गल पर्मिट। अब जनवरी मार्च अप्रिलदेखि चाहिँ डबल पर्मिटको वर्क पर्मिट दिने भन्ने कुरा चाहिँ हल्ला चलिरहेको छ। अझै निश्चित भएको छैन। त्यो पछि चाहिँ काम मजाले चेन्ज गर्न मिल्छ। अब त्यति बेलासम्म चाहिँ कम्पनीमै काम गर्ने हो। डबल पर्मिट दियो भने चाहिँ भाग्न मिल्छ, काम गर्न अन्त खोज्नु मिल्छ होइन। युको सदस्य हो, युरोपियन युनियनको सदस्य हो, आउन सजिलो छ। भोलि बिहान युरोपको 28वटा कन्ट्रीमा जुनसुकै ठाउँमा पनि जान मिल्छ। त्यो सोचले आउनुहुन्छ भने चाहिँ आउनुहोस्, तर पैसा कमाइ गर्ने सोचले चाहिँ नआउनुहोस्। बेसिक 70-80 1भन्दा माथि र यहाँ हुँदैन होइन। आउटडोरमा अब यस्तै हो। आउटडोरको त समस्या देखिसक्नुभयो, भनिसकेँ मैले हजुरहरूलाई। इन्डोरमा छ भने ढुक्क तरिकाले आउँदा हुन्छ, किनभने अब भित्र बसेर काम गर्ने हो, एसीमा काम गर्ने हो, गाह्रो छैन। आउटडोरको लागि चाहिँ निकै समस्या। अब 1 हप्ता
मजाले बस्ने हो, खाने हो, आफ्नै पैसाले हो, फेरि कम्पनीले दिँदैन। ल है त साथीहरू, बाँकी इन्फर्मेसनको लागि केही छ भनेपछि कमेन्ट बक्समा कमेन्ट गर्नु होला। मैले बुझेको जानेको कुराहरू यहाँको बारेमा सबै हजुरहरूलाई जस स्पष्ट पार्न सके जति चाहिँ स्पष्ट पारिदिनेछु। अब बाँकी कुरा त म पनि खासै अब यहाँ नयाँ हो, धेरै भएको छैन म आएको पनि। केही कुरा जानेको सुनेको बुझेको कुरा चाहिँ हजुरलाई भनिदिन्छु। इच्छुक हुनुहुन्छ आउन भनेपछि बुल्गेरियाका लागि के प्रोसेस हुन्छ, कस्तो तरिकाले कति महिनामा पर्मिट आउँछ, कस्तो छ यहाँको वातावरण र केमा आउँदा बेस्ट हुन्छ, त्यो यदि आउन मन छ भनेपछि हजुरहरूले मलाई कमेन्ट बक्समा कमेन्ट गर्नु होला। मैले जानेको कुरा बुझेको कुराहरू म भनिदिनेछु। अब यहाँभन्दा मभन्दा अगाडिका साथीहरूलाई सोधेर भए पनि हजुरहरूलाई जानकारी गराउने छु। ल है त, हस्, थ्याङ्क यू, बेस्ट अफ लक।